अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य अनिता देवी। सम्मानीय सभामुख महोदय, वैशाख 9 गते मङ्गलबार मित्र राष्ट्र भारतको जम्मू कश्मीरमा पहलगाममा भएको आतङ्ककारी आक्रमणमा 1 जना बुटवल निवासी सुदीप नेपाने सहित 26 जना पर्यटकहरूको मृत्यु हुनुको साथै केही गम्भीर घाइते भएको छ। यस आतङ्ककारी आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आतङ्कवादको कुनै धर्म, राष्ट्रियता र स्वीकार्यता हुँदैन, तसर्थ यसको विरुद्धमा सम्पूर्ण विश्व जगत एक भई लड्नुपर्ने आजको आवश्यकता हो। यस कठिन घडीमा हामी भारतको साथमा र सहयोग गर्छौँ भने धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य अमरबहादुर रायमाझी। सम्मान्य सभामुख महोदय, उदयपुर सिमेन्ट लामो समयदेखि प्राय बन्द जस्तो अवस्थामा रहेको छ। आवश्यक सम्पूर्ण व्यवस्थापन कमजोर भएको छ। यसलाई आवश्यक व्यवस्थापन गरी सञ्चालनमा ल्याउने गरियोस् भन्ने म माग गर्न चाहन्छु। देशभरि रहेका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलित छन्। आवश्यक चिकित्सकहरू आकस्मिक बाहेका सेवाहरू प्राय सेवाहरू बन्द गरेर आन्दोलित भएको अवस्था छ। यी सबै मागहरूलाई, उचित र सम्भव मागहरूलाई वार्ताद्वारा पुरा गरियोस् र वार्ताद्वारा पुरा गर्ने सरकारको तर्फबाट सम्मान्य सभामुख महोदय मार्फत आवश्यक पहल कदमी होस् भन्ने जोडदार माग गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य अमरबहादुर थापा। सम्मान्य सभामुख महोदय, अहिले शिक्षकहरू आन्दोलनमा छन् र करिब 25-26 दिन भइसक्यो। सरकारसँग वार्ता भइरहेको छैन र वास्तवमा अहिले विद्यार्थीहरूको भविष्य अन्धकार बनिरहेको छ। तिनीहरूको परीक्षा फल र परीक्षा दिने कुरासँग त्यसकारणले सरकारले समय दिन सकिरहेको अवस्था र वार्ता गर्न सकिरहेको छैन। त्यसै भावनाले अब यो सरकारको काम भनेको के हुँदो रहेछ भन्दा सम्झौता गर्ने, कार्यान्वयन नगर्ने। यो कार्यान्वयन नगर्दाखेरि नै आज दिने शिक्षकहरूले सरकारप्रति विश्वास नगरिरहेको अवस्था छ र सरकारले कसरी विश्वास दिलाएर जाने अगाडि बढ्न सक्छ। अहिले त्यो सरकार र शिक्षकहरूको आन्दोलनले समितिलाई प्रभाव परिरहेको छ। त्यसो भएको हुनाले शिक्षकहरूलाई विश्वास दिलाएर अगाडि बढ्नुपर्ने सरकारको दायित्व र शिक्षकहरूले पनि अहिले हाम्रो दायित्व भनेको। मान्य सदस्य डाक्टर अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, राष्ट्रपति, प्रधानमंत्री, परराष्ट्र मंत्री यो पद सार्वजनिक हो कि व्यक्तिगत हो? यदि सार्वजनिक पद हो तो कुनै देशको राजनयिक, कुनै देशको डिप्लोमेट आउँदाखेरि जुन उपहार दिन्छ त्यो प्रधानमन्त्रीजी, परराष्ट्र मन्त्रीजीको निजी हुन्छ कि त्यो देशको सम्पत्ति हुन्छ? किनकि उहाँ विदेश जाँदाखेरि देशको, राज्यको जनता पे ट्याक्सको ढिप्टीबाट उपहार दिने र विदेशीले उपहार दिने उहाँको घर घरमा, जम्मै पूर्व प्रधानमन्त्रीको घरमा जति प्रधानमन्त्रीको रूपमा उपहार दिएको छ उहाँको घरमा भेटिन्छ। यो एउटा मानसिक भ्रष्टाचार हो। किनकि राज्यको सम्पत्तिबाट अरूलाई दिन मिल्ने, त्यसो भए विदेश जाँदा आफ्नो निजी सम्पत्तिबाट उपहार दिउँ। यदि प्रधानमन्त्रीको पदको रूपमा, परराष्ट्र मन्त्रीको पदको रूपमा, राष्ट्रपतिको पदको रूपमा उपहार गर्नुहुन्छ त्यो राज्यको हुन्छ, त्यसको लागि सङ्ग्रहालय बनाऊ। जस्तै भारतमा पनि छ कि प्रधानमन्त्रीलाई दिने सम्पूर्ण उपहारको प्रधानमन्त्री सङ्ग्रहालय छ। तर हाम्रो यहाँ के हुन्छ भने प्रधानमन्त्री बन्छ तर सबै उपहार आफ्नो निजी घरमा लग्छन्, परराष्ट्र मन्त्री आफ्नो निजी घरमा लग्छन्। यो परम्परा बन्द हुनुपर्छ। यो एउटाको मानसिक भ्रष्टाचार हो। मानसिक भ्रष्टाचारको अन्त गर्नु पर्यो। मान्य सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, 29-30 हजार सामुदायिक विद्यालयका शिक्षक सडकमा छन्। 2075-78, 2080 को सम्झौता राज्यले व्यवस्था गर्नु बेइमानी र खेदजनक छ। आज राज्यका हरेक पक्ष आन्दोलित छन्। आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघु वित्त र सहकारी सङ्घर्ष त चलि नै रहेको छ।
यता कतै सरकारको गम्भीर ध्यान देखिएन, परिणाममुखी ध्यान देखिएन। लाखौं लाख विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुकुर जस्तो टाउको लुकाएर बस्नु दुःखद हो। शिक्षकले पनि विद्यार्थीप्रतिको दायित्व बुझ्नु जरुरी छ। सरकारको निर्णयबाट पुरा हुने माग तत्काल र निश्चित समय सीमाभित्र ऐन जारी गर्ने प्रतिबद्धता साथ संविधानसँग जोडिएका विषय संशोधनमा प्राथमिकता दिने गरी सहमतिबाट तत्काल समाधान निकालियोस्, नत्र यसको गम्भीर परिणामको जिम्मेवार सरकारै हुनेछ। धन्यवाद। माननीय सदस्य आसमा कुमारी चौधरी। सम्माननीय सभामुख महोदय, वैशाख 12 गतेदेखि बर्खे अधिवेशन सुरु भएको छ। यो अधिवेशन बजेट अधिवेशन पनि हो। राष्ट्रिय गौरवका आयोजनामा सँगै जनताले साना साना कुराको पनि सम्बोधन होस् भन्ने चाहन्छन्। किसानलाई मल चाहिएको छ, भूमिहीनलाई जग्गा, युवाहरूलाई स्वदेशमै रोजगारी, ज्येष्ठ नागरिकलाई सहज रूपमा वृद्ध भत्ता चाहिएको छ। सरकारी कार्यालय, अदालतमा बिना शुल्क, बिना घुस काम हुने वातावरण चाहिएको छ। संसद झगडा गर्ने थलो नबनेर जनताका आवाज बोल्ने थलो बनोस्। जनताका मागहरू सुखी नेपाली, समृद्ध नेपालको अपेक्षा पूरा गर्ने गरी नीति कार्यक्रम तथा बजेट आओस्। धन्यवाद। माननीय सदस्य असीम शाह। सम्मानीय सभामुख महोदय, हाल फेसबुक बन्द हुने कि नहुने भन्ने चर्चा अलिकति व्यापक छ, तर मुख्य कुरा प्रश्न छ मेटा नेपालमा दर्ता हुनैपर्छ। आज फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, मेसेन्जर नेपाली जनताको सञ्चार र साना उद्यम र अभिव्यक्तिको आधार बनेको छ। त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ र विदेशी कम्पनीहरूले नेपालको कानुन र नीतिलाई सम्मान गर्नुपर्छ भन्ने कुरामा कुनै दुईमत छैन। तर हाम्रो कानुन तथा नीतिमा केही उल्झनहरू छन् भने सोको समाधान नगरी चेतावनी मात्र दिनु हो भने त्यो लाजमर्दो हुन्छ। मेटाले अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ? यसको गहिरो छानबिन होस्। यो मेटासँगको वार्ता केवल कम्पनीसँगको वार्ता होइन, यो त सिङ्गो नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय जगतलाई दिने सन्देश हो। त्यसैले सरकारले संयमता, गम्भीरता र कूटनीतिक कौशल प्रदर्शन गरोस्। 1 दिन 7 दिनको धम्की शैली त्यागेर दीर्घकालीन सोच र व्यावहारिक उपाय अगाडि सारोस्। डिजिटल युगलाई अपनाउने हो भने युगसँगै सिक्नुपर्छ, युगलाई तर्साएर होइन। धन्यवाद। माननीय सदस्य ईश्वर बहादुर रिजाल। सम्माननीय सभामुख महोदय, त्रिभुवन नेहरू र मोहन शमशेरको बिचमा सम्झौताबाट नेपालबाट असरी 3 बिदा भयो र 2065 साल जेठ 15 गते जनताको निर्वाचित संविधान सभा मार्फत नेपालबाट राजतन्त्र समाप्त भयो, श्री 5 समाप्त भयो। अहिले आएर जनताको प्रतिनिधिहरूले बिदा गरेको श्री 5 फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री 3 किन फर्किँदैन? त्यसो भए अब महेन्द्रको के अरे ज्ञानेन्द्रको नाति हृदयेन्द्र उहाँलाई श्री 5 फर्काउने भएदेखि मोहन शमशेरको नाति पशुपति शमशेर जङ्गबहादुर राणालाई पनि श्री 3 फर्काउनु पर्यो। राप्रपाले उहाँलाई पनि न्याय गर्नु पर्यो। माननीय सदस्य ईश्वरी घरती। सम्मान्य सभामुख महोदय, पानी जीवनको प्रमुख आधार हो, तर आज हाम्रो पहाडमा पानीका मुहानहरू क्रमशः सुक्दै गइरहेका छन्। यसको प्रत्यक्ष असर केवल मानिसमा मात्र होइन, पशुपालन र जङ्गली जीवमा समेत गम्भीर रूपमा देखिन थालेको छ। खानेपानीको अभावले झाडा पखाला, छाला रोग, कुपोषण लगायत स्वास्थ्य समस्या बढेको छ भने महिलाहरू, बालबालिकाहरू टाढाबाट पानी ओसार्न बाध्य छन्। बसाइसराई उत्तिकै छ। खानेपानी सुक्दै जाँदा आर्थिक अवस्था कमजोर हुँदैछ, रोजगारी गुमेको छ र वैदेशिक पलायन तीव्र बनेको छ। यसले समाज, अर्थतन्त्र र वातावरण तिनै तहमा गम्भीर असर पुर्याइरहेको छ। सभामुख महोदय, पानीको सङ्कट समाधान नगरी न त समृद्ध गाउँको कल्पना गर्न सकिन्छ, न त सुरक्षित मानव र पशु पन्छी जीवन सुनिश्चित गर्न सकिन्छ। त्यसैले हरेक वडामा कम्तीमा एउटा रिचार्ज पोखरी अनिवार्य बनाई गाउँको भविष्य जोगाउने अभियानमा सरकारको नीति कार्यक्रम र बजेट प्राथमिकता परोस् भन्ने म सभामुखज्यू मार्फत सरकारसँग माग गर्दछु। धन्यवाद। माननीय सदस्य उर्मिला माझी।
सम्माननीय सभामुख महोदय, व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ। अझ कलाकारिताको क्षेत्रबाट हेर्दाखेरि उहाँ राष्ट्रको गहना पनि हुनुहुन्छ, हामी सम्मान गर्छौँ। तर सभामुख महोदय, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 11मा रहेको 55 घर माझी बस्तीलाई म निर्माण गर्छु भनेर 72 सालको भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा उहाँले सेवामूलक ढङ्गले आफ्नो नाममा श्री श्वेता चाहिँ खड्का फाउन्डेसन संस्था निर्माण गरी चाहिँ सहयोग गर्छु भन्ने उद्देश्यले उहाँले घर निर्माण गरिदिनु भयो। तर आज उहाँकै कारणले गर्दाखेरि 55 घरधुरी माझी बस्ती समुदायका नागरिक आज बैङ्कको कालो सूचीमा परेर बस्ती नै चाहिँ एउटा लिलामको अवस्थामा पुग्ने परिस्थिति सिर्जना भएको छ। सभामुख महोदय, उहाँले सेवाको भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौँ, तर चाहिँ उहाँले जुन किसिमले चाहिँ सेवा देखाउन खोज्नुभयो त्यसलाई पुरा गर्न सक्नु भएन, उहाँले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन। आज त्यहाँका माझी बस्तीहरू कति बेला बैङ्कले हामीलाई पक्रिन्छ भनेर त्रासको अवस्थामा त्यहाँबाट विस्थापित भइरहेको अवस्था छ। र माननीय सदस्य एकनाथ ढकाल। सभामुख महोदय, सरकारले यही जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरूलाई पनि परिचालन गरियोस् भन्दै म केही सुझाव दिन चाहन्छु। पहिलो, हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनाओस्। दोस्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहुआयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस्। तेस्रो, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गरोस् र नेपाललाई माउन्टेन लिडरसिपको इन्टरनेसनल केन्द्रको रूपमा विकास गरोस्। र अन्तिममा, जलवायु सङ्कटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यक पर्ने जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रलाई सहकार्यलाई प्रवर्धन गरोस् भनेर म सुझाव दिन चाहन्छु। धन्यवाद। माननीय सदस्य कान्तिका सेजवाल। सम्माननीय सभामुख महोदय, विद्यालय शिक्षा निःशुल्क हुने भन्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न शिक्षक महासङ्घसँग पटक पटक भएका सम्झौता पुरा गर्न र विद्यालय शिक्षा समय अनुकूल रूपान्तरण गर्दै गुणात्मक सुधार गर्न नेपाल सरकारले आफैले प्रतिबद्धता जाहेर गरे अनुसार शिक्षामा कुल वार्षिक बजेटको 20% र कुल GDP उत्पादनको 6% बजेट राज्यले नछुट्याएसम्म संविधानको मर्म पनि पुरा गर्न सकिँदैन र शिक्षकका माग पनि पुरा गर्न सकिँदैन। समय अनुकूल विद्यालय शिक्षाको गुणात्मक सुधार गर्न पनि सकिँदैन। तसर्थ विद्यालय शिक्षामा राज्यको लगानी अभिवृद्धि हुने गरी बजेट विनियोजन गरियोस् भन्ने मागका साथ शिक्षकलाई सजाय होइन, अब तत्कालीन शिक्षा ऐन जारी गर्न सभामुख ज्यू मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य कालुराम राई। सम्माननीय सभामुख महोदय, हाम्रो देशमा हिउँद लाग्न साथ सुक्खा मौसम सुरु हुने भएको हुनाले जताततै आगलागी र डढेलोको चपेटाले लाखौँ धनजनको क्षति मात्रै नभएर वायु प्रदूषणको मात्रा पनि वात्तै बढाउने गर्छ। यस्तो खालको डढेलो वा आगलागी कसरी लाग्छ र कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा बुझ्नको लागि हामीले अग्नि त्रिभुजको सिद्धान्तलाई बुझ्न जरुरी पर्छ। यो अग्नि त्रिभुज भनेको आगो बल्न वा डढेलो लाग्नका लागि 3टा कम्पोनेन्टहरू चाहिन्छ। ती हुन् सुक्खा दाउरा, अक्सिजन र तापक्रम। जसरी सुक्खा दाउरा बल्नको लागि अक्सिजन चाहिन्छ र अक्सिजनले बलिसकेपछि त्यसबाट तापहरू पैदा भएर छेउछाउका सबै हरिया बोट बिरुवाहरूलाई पनि सुकाएर पुनः त्यसै दाउरामा परिणत गरिदिन्छ। र यस्तो चक्रीय प्रणाली जब सुरु हुन्छ तब सारा जङ्गल डढाएर खरानी माननीय सदस्य किरण कुमार शाह। सम्माननीय सभामुख महोदय,
भारतको पहलगाममा होस् अथवा इजरायलमा धर्मको आधारमा आतङ्ककारीहरूद्वारा नेपालीहरूलाई समेत निशाना बनाइँदै आएको छ। नेपाली भएको थाहा हुँदाहुँदै हमासले बिपिन जोशीलाई बन्धक बनाउनु र पहलगाममा सुदीप नेउपानेको हत्या हुनुले स्पष्ट देखाउँछ कि आतङ्ककारीहरूका लागि नेपालीहरू पनि अब सिधा निशानामा हो। हाम्रो नागरिकलाई नेपाली भएको जान्दा जान्दै लक्षित गर्नु भनेको हाम्रो देशमाथि गरिएको सिधै आक्रमण हो। हामी चाहे पनि नचाहे पनि अब हामी अतिवादी र बाँकी विश्वबीच भइरहेको युद्धको प्रोक्ष मात्र होइन प्रत्यक्ष भाग बन्न थालेका छौँ। नेपालीभित्र पनि नेपालीहरूमाथि केवल हिन्दू भएकै कारण आक्रमण नभएको होइन। त्यसैले म सरकारसँग सोध्न चाहन्छु के सरकारसँग अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा आतङ्कवाद विरुद्ध लड्नको लागि कुनै स्पष्ट दृढ र प्रभावकारी नीति तथा रणनीति छ? यदि छैन भने अब विलम्ब नगरी त्यसतर्फ तत्काल ध्यान दिनु आवश्यक छ। धन्यवाद। माननीय सदस्य गणेश पराजुली। राष्ट्रिय स्वतन्त्र पार्टी सम्माननीय सभामुखजी मार्फत प्रधानमन्त्रीज्यूलाई प्रश्न र चुनौती सँगसँगै राख्न चाहन्छ। 2071 सालमा प्रधानमन्त्रीज्यू तपाईँले नै निर्माण सम्झौता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 2079 मा उद्घाटन सम्पन्न भयो, तर आजसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन सकेको छैन। 22 अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा 10 अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसदको लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ। त्यति मात्र होइन प्रधानमन्त्रीज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग बन्न त सकेन, तर धावन मार्गभन्दा कैयौँ गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ। यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना स्वार्थ होलान्। यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा उजागर गरेको सत्य हो नि। प्रधानमन्त्रीज्यू, अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि उच्च स्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबै कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारू गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ प्रधानमन्त्रीज्यू? धन्यवाद। माननीय सदस्य गङ्गा कार्की। सभामुख महोदय, हजारौं शिक्षकहरू सडकमा आन्दोलनमा आएको महिना दिन पुगिसक्यो। डाक्टर, कर्मचारी, शिक्षक, लघुवित्त लगायतकाहरू पनि सडकमा आइरहेका छन्। विद्यार्थी भर्ना गरेर शैक्षिक सत्र सुरु गर्न ढिला भइसक्यो। एसीको कापी जाँच्ने, +2 को परीक्षा अन्यलमा परेको छ। यसरी लाखौं विद्यार्थीको भविष्यमाथि ओली सरकार जानाजानी खेलबाड मजाक गरिरहेको छ। असक्षमता ढाक्न मन्त्रीलाई अपमानपूर्वक बर्खास्त गर्छ। शिक्षक लगायतकाहरूको जायज माग पूरा गर्न र शिक्षकहरूलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु। आज सरकारको असक्षमताले सबै क्षेत्रमा असन्तुष्ट, अस्तव्यस्तता, आन्दोलन भइराखेको छ। ओली सरकारमै रहेका महत्त्वपूर्ण नेताहरूले सार्वजनिक रूपमै यो सरकार असफल भएको राजीनामा दिनुपर्छ भनिरहेका छन्। चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबभन्दा निकम्म, असक्षम, लाछी र बदनाम ओली सरकारलाई 1 मिनट पनि यो सरकारमा बस्न नैतिक अधिकार छैन। दलाल र बिचौलियाहरूको सेवामा समर्पित यो सरकारलाई माननीय सदस्य श्री डमडुल लामा भोटे। सम्माननीय सभामुख महोदय, 2081 फागुन 12 गतेको मन्त्री परिषदको बैठकले बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्ति सम्बन्धी निर्णय प्रक्रिया, पारदर्शिता र सार्वभौम सत्ताको दुरुपयोगबारे मैले सरकारको जवाब चाहन्छु। शरद ओझा 2081 साल असार 31 गतेसम्म संवाददाता पदमा काम गरेको प्रमाण यहाँ छ। अध्यक्ष नियुक्ति प्रक्रियादेखि फर्जी कृत्य कागजको आधारमा छनौट गरी ओली सरकारको मन्त्री परिषदको बैठकबाट निर्णय भएको छ। उमेर 35 वर्ष नै नपुगेकोलाई बिमा ऐन 2079 बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई मन्त्री परिषदले के आधारमा नियुक्ति गर्यो? यस्तो झुट मन्त्री परिषदभित्रै कसरी सम्भव भयो? यहाँ प्रधानमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिव सबै दोषी छन्। सभामुख महोदय, बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति सम्बन्धी प्रक्रिया संसदीय समिति बनाएर छानबिन गरिनु पर्दछ। धन्यवाद। लाल सलाम। माननीय सदस्य छिरिङ लामा तामाङ। सम्माननीय सभामुख महोदय,
सरकारले अझ प्रधानमन्त्रीज्यूले शिक्षकहरूप्रति निकै हलुका ढङ्गले अभिव्यक्ति दिनुभएको छ। सत्तामा रहँदा र सत्ता बाहिर हुँदा दिएको अभिव्यक्तिले उहाँको नैतिकतामा प्रश्न उठेको छ। 52% विद्यार्थी फेल गर्नका लागि शिक्षकलाई किन सुविधा थप्ने अभिव्यक्ति दिएर शिक्षकमाथि अपमान गर्नुभएको छ। उहाँको कार्यालयको प्रगति 28% थियो, 72% कार्य सम्पादन गर्न नसकेको उहाँको नेतृत्वलाई के भन्ने। शिक्षकका छोराछोरी सार्वजनिक विद्यालयमा पढेनन् भन्नेहरूले राज्यको सुविधा लिएका सबैले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउने कुरा किन नउठाएको। सार्वजनिक पद धारण गर्ने व्यक्तिले शिक्षाको व्यापार गरेर नाफा कमाउन किन लागेको। आँट छ भन्ने सार्वजनिक पद धारण गर्ने र सरकारी सुविधा लिने व्यक्तिले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनु पर्ने कानुन बनाऊ। सार्वजनिक पद धारण गर्ने व्यक्ति निजी विद्यालयको लगानीकर्ता हुन नपाइने प्रावधान राखौँ। होइन भने सरकारी शिक्षकका जायज माग सम्बोधन गर्न छोडेर अपमान नगर्न सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। लाल सर। मान्य सदस्य ज्वाला कुमारी शाह। प्रमुख महोदय, गत चैत 15 गतेको दिन काठमाडौँमा जो आतङ्ककारी शैलीमा जिउँदै सुरेश रजकलाई जलाउने काम गरेको छ र सहितै जडीबुटीमा आगो फाँसीको सजाय दिने व्यवस्था हुनुपर्छ र सुरेश रजकको परिवारलाई संवेदना व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सँगसँगै भर्खरै वैशाख 9 गते भारतको जम्मू काश्मीरमा पहलगाममा भएको घटना जो आतङ्ककारी हमलामा मारिएको सुदीप नेउपाने सहित 26 जना मारिएका छन्, उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथसाथै यो घटनाको घोर भर्त्सना पनि गर्न चाहन्छु र मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँहरूलाई बोल्न समय दिन्छु।